मैले त सकेको सपोर्ट गरेँ। आजको विपदले फेरि सम्झाएको छ, दुःख कसैको ढोका ढकढकाएर आउँदैन। आज हाम्रा बा-आमा, दाजुभाइ र दिदीबहिनी पीडामा हुनुहुन्छ। भोलि हामीमध्ये जो कोही पनि पीडित हुन सक्छौँ। मैले आफ्नो तर्फबाट सकेको सहयोग गरेको छु। अब तपाईँहरूलाई पनि विनम्र आग्रह, रकम सानो वा ठुलो होइन, सहयोगको भावना ठुलो हो। सरकारले आधिकारिक फेसबुक पेज पिएमओमा आधिकारिक क्युआर कोड राखेको छ। यदि हजुरहरूलाई सहयोग गर्न इच्छा छ भने आधिकारिक फेसबुक पेजमा गएर त्यो क्युआरमा सहयोग गरिदिनु हुन आग्रह गर्न चाहे। साथै सहयोगको नाममा कसैले पनि व्यक्तिगत क्युआर प्रयोग गरेर पैसाहरू उठाइरहेको जानकारी हुन आएमा सरकारलाई जानकारी गराइदिनु हुन पनि आग्रह गर्न चाहे। किनकि यस्तै बेलामा हो लुट्ने ठगी धन्दा यस्तै बेलामा चल्छ। हामी नेपाली एकजुट भएर अगाडि बढ्नुपर्छ। विपदको समयमा जहिले पनि एक भएको नेपाली अहिले पनि एक हुनुपर्छ भन्ने लाग्दछ है। जतिजनाले सहयोग गर्नुभएको छ सहयोगी मनहरूमा धेरै धेरै धन्यवाद पनि।